पाउन नमस्कार, मेरो परीक्षा टिकाराम कालीकोटे, घर सिन्धुली जिल्ला सुनकोशी गाउँपालिका 5। अहिले चाहिँ म चाहिँ श्रीकृष्ण भाइको यो 3 नम्बरको सुनकोशी गाउँपालिका 3 नम्बरको श्रीकृष्ण भाइको विषयमा बोल्न आएको म। यो पत्रकार दाजुभाइ दिदीबहिनीहरूलाई धन्यवाद। तपाईहरूले त श्रीकृष्ण विकलाई चाहिँ न्याय दिन्छु भनेर चाहिँ सिन्धुलीदेखि लिएर माइती घर मण्डलामा महिनौ दिनसम्म धर्ना नाराबाजी आन्दोलन गर्नुभयो नि त। खै त श्रीकृष्ण विकले न्याय पाएको त? मैले दिने होइन नि, त्यो केस त खैन्द सुनालले हेर्नुभएको होइन त, हाम्रो खैन्दजीले सांसदले हेर्नुभयो होइन त। उहाँको त अलग्गै पाठ छ क्या। तपाईँहरू जुन श्रीकृष्णको आमालाई चाहिँ न्याय दिन्छु भनेर एउटा आश्वासन दिनुभएको थियो, खै त श्रीकृष्ण विकको आमाले चाहिँ न्याय पाएको? हामी त महिना दिन भइसक्यो यहाँ बस्यो, हामीलाई चाहिँ न्याय दिनु पर्यो भन्नु खोजे हामीले सरकारलाई क्या। नयाँ सरकारलाई भनिरहेको छौँ हामी। परिवारलाई न्याय दिने कि तपाईँलाई न्याय दिने? होइन, मलाई दिने होइन नि त। हाम्रो त अब श्रीकृष्णको आमालाई न्यायको लागि हामी चाहिँ माइती घर अहिले धर्ना बसेको लगभग महिना दिन भइसक्यो। टिचिङ हस्पिटलमा श्रीकृष्णको लास छ। अहिलेसम्म हाम्रो नयाँ सरकारले 2/3 सरकारले के गर्न लाग्यो? तपाईँ त्यही सरकारको चाहिँ सदस्य हुनुहुन्छ, खै त तपाईँको सरकारले के खुल्कायो? होइन, सदस्य मात्रै भएर हुँदैन नि त। त्यसलाई यति गलत गर्यो भने त छ नि। श्रीकृष्णको जस्तो अब म सदस्य भनेर मैले सबै कुराहरू मैले जिम्मा त ल्याएन नि त। जनताको घर दैलोमा भोट माग्ने बेलामा के प्रतिज्ञा गर्नुभएको थियो, के बाचा गर्नुभएको थियो? मैले तपाईँहरू हो नि, म गएको होइन, म गएको होइन। तपाईँ सदस्यहरू हुन् नि। हजुर, तपाईँले त पार्टीको लागि त पार्टीलाई जिताउनुको लागि त तपाईँको पनि त योगदान छ नि। योगदान त छ, मैले जिताएँ। किन बिर्सिनु भएको? अब यो जिताएको मैले के गलत भयो? खै त आज तपाईँकै दलित पीडितले न्याय पाएको छैन हो। त्यही भनेर त म त्यही आवाजमा त माइती घरमा यहाँ बसिरहेको छु। अहिलेसम्म महिना दिन भइसक्यो, खैन्द सुनाले खोइ बोलेको आवाज उठाएको छैन। तपाईँले खगेन्द्र सुनालाई किन हिजोको दिनमा उहाँले के भन्नुभएको थियो भने त्यहाँको सिडिओलाई के भन्नुभएको थियो भने घिसारेर रोडमा ल्याएर थेचार्छु भनेको थियो। खोइ अहिलेसम्म उहाँले केही बोल्नु भएको छैन। महिना दिन भइसक्यो। लास्टमा पनि राजनीति हुन्छ। यहाँ सुन्नु होइन, लास्टमा पनि राजनीति हुन्छ हाम्रो नेपालमा। भन्नुहोस् त, म सदस्यले म सदस्य भनेर भने होइन, किनभने दलितकोमा दलित हो, जुनै जातिवाद होस्, भोलि यति श्रीकृष्ण छ नि, श्रीकृष्णको लागि हिजो सिन्धुलीमा घटना भयो, घटना गराए कि भयो, त्यसको अहिलेसम्म पोस्टमार्टमको रिपोर्ट खै अहिलेसम्म आएको हो? तपाईँको सरकारलाई सोध्नुहोस् न, तपाईँको पार्टीलाई म गइरहेको छु सरकारलाई। हाम्रो सरकारले खोइ हामीलाई आवाजै दिँदैन। पीडितलाई त ललिपप मात्रै देखायो नि, हामीलाई खोइ सरकारले आवाजै देखाउँदैन हामीलाई। अन्त्य भएर मिडियामा आएको पार्टीको सरकार छ, तपाईँको पार्टीले चाहिँ जनताहरूलाई चाहिँ न्याय दिने काम गर्नुपर्ने नि त। खै जनतालाई न्याय दिएको? त्यही त भन्दै खगेन्द्र सुनार यही दलितको मुद्दा उठाएर चाहिँ हातमा साङ्लो बाँधेर चाहिँ दलितले न्याय खोइ, दलितको अधिकार खोइ, सत्ता पावर कुर्सीमा नजाँदाखेरि त ठुल्ठुलो भाषण गर्यो। जब सत्ता पावर कुर्सीमा गएपछि त दलितकै मृत्युमाथि चाहिँ गन्दी राजनीति गरिरहेछ। दलितहरू चाहिँ मृतकका परिवारहरू महिनौदेखि यहाँनिर धर्ना दिइरहेछ। खोइ त न्याय पाएको त? खोइ अब कसले दिन्छ हामीलाई न्याय? अहिलेसम्म खोइ न्याय पाएन। होइन, तपाईँहरूले चाहिँ एउटा पीडितको आमालाई चाहिँ न्याय दिनुको लागि त्यो खगेन्द्र सुनारलाई चाहिँ तपाईँ भेटघाट गर्नु पर्दैन? उहाँले के भन्नु? न्याय दिन्छु भने होइन, उहाँले त न्याय दिन्छु भनेर यो लास भनेको सिन्धुलीको लास यहाँ काठमाडौँसम्म आएको यो लास उहाँले नै माइती घरमा गएर बस्नु, यसै धर्ना बसेपछि यसरी मिल्छ भनेर उहाँले पठाएको। नत्र भने अहिलेसम्म सरकार हुँदाखेरि श्रीकृष्ण विकलाई न्याय दिनको लागि के रोक्यो? अहिले चाहिँ हामीलाई चाहिँ रोकेको भनेको चाहिँ खैन्द सुनारले। खैन्द सुनार एकदम आवाजमा जानु पर्यो। जसरी सिन्धुलीमा आवाजमा जानुभएको छ त्यस्तै आवाजमा यहाँ काठमाडौँ त्यसरी नै आवाजमा जानु पर्यो। सिन्धुलीमा त खगेन्द्र सुनारले त मृतकका आमालाई चाहिँ मगरमच्छको आँसु चुहाएर चाहिँ खगेन्द्रहरू पनि त्यहाँनिर अनसनमा धर्नामा बसेर चाहिँ पीडितको आमालाई अँगालोमा राखेर चाहिँ रुँदै चाहिँ म न्याय दिन्छु भने थियो। आज यत्रो महिना बितिसक्यो, खै त के खगेन्द्र सुनारले चाहिँ बिर्स्यो त्यो कुरा? उहाँले राजनीति गरे जस्तो लागिरहेछ। म मेरो पार्टीको मान्छे भए पनि उहाँले राजनीति खेले जस्तो लागेको छ। महिना दिन भइसक्यो। यो लास अहिलेसम्म टिचिङ हस्पिटलमा छ, हेर्नुहोस् है। अहिलेसम्म पोस्टमार्टमको रिपोर्ट पनि देखाएको छैन। तपाईँको त्यहाँको हामीलाई यति पोस्टमार्टमको रिपोर्ट नदेखाए पनि हामीलाई त्यहाँको यति श्रीकृष्ण आफै झुन्नेर यति मरेको रहेछ भने पनि हामीलाई सिसी क्यामेरा देखाइदिनुहोस्, त्यहाँको एउटा भिडियो सार्वजनिक गरिदिनुहोस् भन्दा पनि मानेको छैन अहिलेसम्म सरकारले। पीडितहरू
राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यालयमा ए, किन पार्टी- जानुहुन्न? पार्टीको किन पार्टी घेराउ गर्नु होइन, पार्टी- माथि त अन्याय भएको छ नि त। पार्टी घेरा गरेर के काम अहिलेले सुन्नु त हामी मेरो सदस्य बनेको केही भ्यालु नै छैन उनीहरूलाई सदस्य अहिले सदस्य बनेको केही भ्यालु छैन भने भोलिपछि अब चुनाव आएपछि उनीहरूलाई सदस्यको भ्यालु हुन्छ क्या अब भन्नु अहिले भ्यालु छैन खगेन्द्र सुनाले तपाईँहरू जस्ता दलित सेवा साझालाई झुटो आश्वासन दिएको छ। अब यहाँबाट तपाईँ के भन्न चाहनुहुन्छ खगेन्द्र सुनालाई? होइन दलितलाई मात्रै होइन भोलिको दिनमा छ नि यो पर्ने भनेको तपाईँलाई पनि पर्छ हामीलाई पनि पर्छ यो मगर भयो तामाङ भयो होइन जुनै जातभातलाई नि पर्छ भोलि यति गरिब के अरे दलितलाई मात्रै यस्तो गऱ्यो भने होइन भोलि अरूलाई पनि जसलाई पनि पर्छ क्या यो भनेको भोलि अहिले सिन्धुली जिल्लामा भयो यो घटना भोलि रामेछाप होला भोलि काभ्रेमा होला भोलि काठमाडौँमा होला उसलाई सर गर्नु भन्दा पनि उसलाई चाहिँ लिलामै गर्नु पऱ्यो क्या त्यहाँको जति छन् नि कि सिसी क्यामेरा हामीलाई फुटेज पुरा देखाइदिनु पऱ्यो श्रीकृष्ण कुन हिसाबले मरेको कस्तो मन्टो गरेर मरेको छ होइन त्यो झुन्डेर मर्यो सर्टमा पास लाएर त्यो हिसाबले हामीलाई कि सबै देखाउनु पऱ्यो नत्र भने हामी राजसभाको हामी सदस्यसम्म अब यहाँ माइती घरमा एकजना सदस्य आउलान् भोलि अर्को सदस्य आउला होइन हामीले न्याय नपाउँदा त न्यायको विषयमा हामी त बोल्नु पऱ्यो नि त त्यही भएर कसरी हुन्छ यो भिडियो चाहिँ सकेसम्म सदस्य होस् विदेशी सुदेशसम्म यो भिडियो चाहिँ श्रीकृष्णको विषयमा चाहिँ सबले आवाज उठाइदिनुहोस् दलित मात्रै होइन हामी सबै जातभात भोलि दलितलाई मात्रै पर्ने होइन विगतको चाहिँ पोस्टमार्टम रिपोर्ट चाहिँ बाहिर देशमा पठाएको छ रिपोर्ट आउनु टाइम लाग्छ सोमबारतिर आउँछ सोमबारतिर हामी पर्खौँ सोमबारमा पनि पोस्टमार्टमको रिपोर्ट आएन भने त्यसपछि हामी कडा कदम चाल्छु भनेर तपाईँहरू यही माइती घर मण्डलमा बोलेको होइन त खोइ त यस्तो सोमबार त मैले बोले होइन म सदस्यले बोले होइन म मन्त्री सांसदले बोलेको ए दाइ सुन्नुहोस् सांसदले बोले मैले बोले थिएँ दलित तपाईँले यहाँ सुन्नु म सांसदले बोले मैले बोलेको छु म अहिलेसम्म म सांसद भवन कहाँ छ सांसद भवन कहाँ छ भने मलाई थाहा छैन सांसदको अफिस भने अझै मलाई थाहा छैन तपाईँ सांसद म सांसद हो भन्नु त म एउटा सदस्य सुनालाई कसले नेता बनाएको खगेन्द्र सुनाले त हामीले साथ सपोर्ट गरे हामी जनताले बनाएको उहाँले राम्रो काम गर्नुहुन्छ भनेर हामी जनताले बनाएको मैले मात्र बनाओ सत्ता पावर कुर्सीमा त तपाईँहरूले नै सपोर्ट गरेको नि त वर्षौँदेखि नै यहाँ साङ्ला बेरेर चाहिँ यहाँ खगेन्द्र सुनाले होइन उहाँ बसेको देखाउँदाखेरि तपाईँलाई थाहा हुँदैन भोलि यो होइन उहाँले सुना भोलि नेता भयो भने दलितलाई पनि पाखा राख्छ अरू जनजातिकोलाई पनि पाखा राख्छ भनेर विश्वासघात गर्छन् तपाईँलाई यो दिमाग आएन होइन दिमाग आएको उहाँले हिजोको दिनमा उहाँले हिजोको दिनमा दुखा गर्दाखेरि हामीलाई पनि केही हामीलाई न्याय दिनुहुन्छ भनेर हामीले पनि बोलेको हो उहाँले माथि पुर्याइयो अहिलेसम्म उहाँले केही यो आवाज बोल्नु कारबाही नगर्ने त होइन उहाँले यति गलत गर्नुहुन्छ नि कारबाही गर्नु यति मैले नि गलत बोलिछु भने मलाई नि कारबाही गर्नुपर्छ कारबाही गर्ने कि तपाईँहरूले कारबाही गर्ने होइन तपाईँले नेता बनाएको दलित मुद्दा उठाउनेमा तपाईँले सपोर्ट गरेको तपाईँ हामी मिलेर कारबाही गर्ने हो क्या जनताहरू मिलेर मैले एउटाले कारबाही गर्नुहुन्छ म टिकाराम कालीकोटे समर्थन गर्दै जाने अब कारबाही गर्नु न तपाईँ हामी मिलेर कसरी होइन उहाँले यति गलत गर्नु भएर छ भने हिजोको दिनमा सिडिओलाई ल्याएर घिसारेर कुट्छु भने त एसपी डिएसपी खोइ घिसारेको खोइ महिना दिन भइसक्यो लास्ट टिचिङ हस्पिटल आएछ खोइ बोले के कार्यालयमा जाने सबैजना कार्यालय जाने हामी त यहीँ आएर बोल्ने होइन हामी यहीँ आएर बोल्छौँ किन कार्यालयमा सबैजना कार्यालय जाने जाउँ न के भयो त हामी जाउँ एकजुट भएर जाउँ मान्छे मरेको छ एउटा के बाख्रा कुखुरा मरेको हो मान्छे मरेको हो नि त यो कुरा त कसरी नउठाउने जानकारी होला नि त खगेन्द्र सुनालाई जानकारी नभएदेखि सिडिओमा उहाँ गएर सिन्धुली किन कार्यान्वयन भएन किन पीडित पक्षले न्याय पाएन अब उहाँले त अब त्यही दलितलाई नै नेता बनेका छन् हिरो बनेर हिँडिरहेछ होइन हिरो हुनु कारै चलाएर हुनु करोडको गाडी चढे पनि हामीलाई न्याय दिनु पर्यो नि त खोइ त दिएको अहिलेसम्म सरकारसँग माग्नु पर्यो नि त सरकारसँग उहाँ सरकार सांसद जस्तो मान्छेलाई भन्दाखेरि हामी त हेर्नु रोड जस्तो हामी एउटा सदस्य भने रोड हो हामी तल बसेर बोलिरहेछौँ उहाँहरू सांसदभन्दा माथि बसेको मान्छेले अहिलेसम्म किन यो तपाईँहरूले त माइती घरमा खुबै भाषणबाजी गर्नुभयो होइन भाषण होइन हामी चोरको आन्दोलन गर्छौँ होइन गर्छौँ आज महिनौ दिन भइसक्यो चुपचाप लागेर बस्नु यति श्रीकृष्ण होइन एउटा श्रीकृष्णको होइन यहाँ हजारौँ श्रीकृष्णले निस्किन्छन् होइन हजारौँ निस्किन् हजार दलित श्रीकृष्ण एउटा मात्रै छैन हजारौँ श्रीकृष्ण छन् न्याय दिएर देखाउनुहोस् किन हजारौँ छन् भोलि यति श्रीकृष्णलाई न्याय दिएन भने भाषणबाजी गर्ने
यति जहाँ भुलियो त्यही भुलियो यति कसैले हुन्छ त्यसमा श्री कृष्णलाई यति न्याय दिएनन् भने छ नि हामी हजारौँ छौँ हजारौँ श्री कृष्ण छौँ थाहा पाउनुभयो हजारौँ एउटा श्री कृष्ण होइन दलित भने एउटा श्रीकृष्ण भोलि 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 मैले भन्दैछु म अन्यमा परोस् भन्ने सोच हो तपाईँको यो घटना भयो नि अहिलेको घटनालाई न्याय दिनुहोस् अहिले न्याय पाउँछ अनि अरू श्री कृष्ण न्याय पाउँछ हो तपाईँले भनेको एकदम सही हस् धन्यवाद